मैले रिसेन्टली विपासना ध्यान सकाएर आएँ र यो मे 19 देखि मे 30 सम्म चलेको 10 दिनको शिविर थियो। मैले रेगुलरली ध्यान बस्दै आइरहेको थिएँ र लगभग 1 वर्षसम्म म लगभग दिनको 1-2 घन्टा जति ध्यान बस्दै आइरहेको थिएँ र अरू पनि ध्यानको विभिन्न टेक्निकहरू, विभिन्न डिफ्रेन्ट टाइपको मेडिटेसनहरू मैले रिसर्च गर्ने क्रममा चाहिँ यो विपासना ध्यानको बारेमा थाहा पाएँ र मैले इन्टरनेटतिर रिसर्च गर्न थालेँ र विपासना ध्यान बसेर आइसकेको मेरो साथीहरूको एक्सपिरियन्सहरू सुनेँ र म चाहिँ मेन्टली प्रिपेयर भएँ। त्यसपछि विपासना ध्यान भनेको चाहिँ एकदमै राम्रो चिज हो। यो चाहिँ एउटा राम्रै साधना हो। यसमा गएपछि तिम्रो लाइफमा एउटा पोजिटिभ चेन्जेस आउँछ, तिम्रो माइन्डमा एक लेभलको चेन्जेस आउँछ भन्ने मैले थाहा पाएँ र मलाई जाने इच्छुक भयो। त्यसपछि मैले फर्म फिलअप गरेँ र फर्म लगभग मे 19 को 1 महिना अगाडिदेखि फिलअप गर्नुपर्ने थियो। फर्म फिलअप गरेर मेरो नाम चाहिँ वेटिङ लिस्टमा राखेको थियो र वेटिङ लिस्टमा नाम राखेर कन्फर्मेसन भइसकेपछि म विपासना ध्यानमा गएँ र विपासना ध्यानभित्र शिविरभित्रको कुरा गर्ने हो भने चाहिँ यो लगभग 10 दिनको ध्यान हुन्छ। यसमा चाहिँ 10 दिनको शिविर हुन्छ र 10 दिनमा चाहिँ लगभग 1 दिन आउने र 1 दिन जाने गरेर लगभग 12 डेजको हुन्छ र ध्यान अवधि चाहिँ लगभग 10 दिनको हुन्छ र 10 दिनमा चाहिँ दिनको लगभग 10 घन्टा जति ध्यान बस्नुपर्ने हुन्छ हरेक साधकले। र त्यहाँ चाहिँ हामीले कुनै पनि टाइपको हाम्रो इलेक्ट्रोनिक ग्याजेटहरू जस्तै फोनहरू, ल्यापटप, ट्याबहरू केही पनि युज गर्न पाइने छैन र हामीले कम्प्लिटली नोबल साइलेन्स पनि अपनाउनु पर्ने हुन्छ। हामी कसैसँग बोल्न पाउने छैन त्यहाँ पुगिसकेपछि र हामीले भोलिन्टियरसँग मात्रै कम्युनिकेसन गर्न पाउनेछौँ र त्यो पनि एकदमै मिनिमल हुन्छ र हरेक दिनको अन्तिममा चाहिँ एउटा प्रवचन भिडियोहरू हामीलाई देखाइनेछ र त्यहाँ चाहिँ सत्यनारायण गोयङ्काबाट चाहिँ प्रवचन हुनेछ र प्रवचनमा चाहिँ उहाँले विपासना ध्यानको पोजिटिभ इम्प्याक्ट्स र विपासना ध्यानले कस्तो मान्छेको लाइफमा चेन्जेस ल्याएको छ भनेर उहाँले एक्सप्लेन गर्नुहुनेछ र मेरो लागि चाहिँ यो विपासना ध्यान चाहिँ एकदमै राम्रो एक्सपिरियन्स रह्यो। मलाई पहिलादेखि नै जान मन थियो, टाइमको व्यस्तताको कारणले म जान पाएको थिएन र अहिले चाहिँ मैले टाइम म्यानेज गरेर भए पनि गएँ।